Say sensei. Go ni zero. Pakatro. रुकुनी जिरो हामी चाहिँ आएको मान्छे हो यहाँ चाहिँ मान्छे भन्दाखेरि भेडा बाख्राहरू यस्तो बोलिरहेको छ ओइ 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 रन्डा ए रन्डा है सुन्ने 8 तिरेको गान्छे मरि चाहिँ कति लेखाएको थियो थाहा नि 23 कतिजना अरे गान्छेमा 23 जनाको सेवाइ गरेको एकजना नि छिरेछ गान्छेमा कतिजना अरे यो हामी पढ्यो सब्जेक्टमा 17 जना गान्छेमा 17 जना लेखेको यहाँ चाहिँ 17 × 5 गरेपछि बल्ल पुग्छ होला यो भनेको लुट गएको यहाँ पैसा लुटलाई मात्र गर्ने गएको यो है त्यही माथि यो फुलकुमार सिंह हेर नि कामको लागि मलाई कन्ट्याक्ट गर्नु यो चाहिँ पुरै भित्र केही पनि नलाएर हुन्छ लामो अस्तिको त्यो फरक लाग्यो याद गरेन भित्र केही लाग्नु थियो चाहिँ चिन्सीको जय भन्ने खालको एउटी छोरी छ अरे हेर न के हो चिन्सीको पहिलो कति मोटो थाहा छैन माई हस्बेन्ड कुकिङ भने हालेको थियो कि अस्ति फेसबुकमा माथिबाट छोटीले कराई गर्छ हामीले चाहिँ बाहिर जाँदै चप्पल लगाएर जान्छौँ त्यही पनि यहाँको यहाँ चाहिँ चप्पल लगाएर आउने त्यो त आफ्नो चाहिँ लगाएको चप्पल लाउने होइन एककोमा राखेको चप्पल लाउने है यहाँले चाहिँ जापानको ए ग्रेड गएको भन्छ नेपालबाट भन्छ नि नेपालमा कन्सल्टेन्सी गराउने मान्छेहरू तपाईँले ए ग्रेड गएको अप्लाई गरिदिन्छु भन्छन् यही हो ए ग्रेड गएको भनेको भिजा चाहिँ आउँछ जति जे गरेर भिजा चाहिँ आउँछ एक दिन गएको आएन भने 1% हाजिरी गर्छ हानिस परेको 87% हाजिरी समयमा चाहिँ के गर्नु यस्तै हो जापानको स्कुलहरू प्राविधिक स्कुल भाषा स्कुल सकेर प्राविधिक स्कुलमा हामी चाहिँ प्राविधिक स्टुडेन्टहरू हो हामी चाहिँ तर कुन कोर्स हो त्यहाँ हामीलाई पनि थाहा छैन कस्तो ठाउँमा वर्किङ लाउँछ त्यो पनि थाहा होइन हामीभन्दा 2 वर्ष हामीभन्दा 2 वर्ष अगाडि परेको मान्छेहरूले अहिलेसम्म वर्किङ लागेको छैन 2 जना मात्र वर्किङ लागेको छ अरे त्यही पनि गिजिनको एउटा चाहिँ त्यो के अरे एसडब्लु भिजालाई कुन भिजा अरे कोकोसा होइन तोकुते हो एकजनाले तोकुते एकजनाले गिजिनको भिजा लागेको छ अरे यो ग्याकमा सबैजना 7-8 जना स्टुडेन्ट अघिल्लो वर्षको यो वर्षको सानगाछमा वर्किङ हुने होला अहिलेसम्म 2 जना अरू बाँकी गेरा नानीले बेरा लाउँदै बसेछन् थाहा छैन कतिजना घर जाने कतिजना के गर्ने थाहा छैन हाम्रो पनि अब नेक्स्ट इयरमा नेक्स्ट इयरको नेपालको महिना भने कुन महिना जनवरी फेब्रुअरी मार्च पुसमा फागुन महिनामा चाहिँ हामी वर्किङ लाउनु पर्छ सिउसीको भन्छ निहुङ्गोमा सिउसीको सुन्दाखेरि खतरा छ है मिठो वर्ड तर अलिक गाह्रो छ त्यही भएर हामीले कतिजनाले गेरा हाल्नु थाहा छैन काँट पल्टिराखन् अब त्यही गर्ने यस्तै हो कि हाम्रो फुलकुमार सिन्जी हो यो एकदम राम्री सुन्दर ब्युटिफुल ओहो कुमारी ओहो सिन्जी जापानकै विश्व सुन्दरी चिट्ठी डराएर गइहालेँ त्यहाँ के गर्नु यस्तै हो हेर्नुहोस् 17 जनाको एक कोठा छ भनेको यत्रो जना यता पछाडि हाम्रो पछाडि छ यत्रो जना त्यता छ यो क्लास हो हाम्रो चस्मी 7 दिन के अरे के हो बुलुक भने
क्यामेरा बन्द गर्दा पनि भन्छु म जाने ब्लु गर्ने क्या भन न ब्लु पुऱ्यो क्यामेरा बन्द भन्छु तिनी र यिनी मेरो हेटरहरू है मलाई हेट गर्ने मान्छे मेरो फलकलाई हेट गर्ने मान्छे हेटरहरू मेरो आफ्नै साथीहरू हेटर छन् अब के भन्नु यहाँ साथ सपोर्ट साथ सपोर्ट गर्न भनेको केटा अब आफ्नै साथी हेटर छन् के भन्नु अब केही भन्न छैन अब यता के भन्ने हो कि भन्दैन आएको सन्चै ताबेरो